नमस्कार। हजुरहरू सबैलाई पराशर ज्योतिष दर्शनमा स्वागत छ। आजको मुख्य विषय हो कुनै पनि कुण्डलीमा त्यो जातकको लभ म्यारेजको योग छ कि छैन कसरी पत्ता लगाउने र त्यसलाई भेरिफाई गर्नका लागि हामीले के चेकलिस्टहरू फलो गर्नुपर्दछ भनेर म उदाहरणका साथ देखाउन गइरहेको छु। एउटा सरल कम्बिनेसन हो 5th हाउस र 7th हाउसको बीचमा कनेक्सन, यानी कि पञ्चम भाव र सप्तम भावको कनेक्सन भएमा जातकको लभ म्यारेजको योग हुनेछ। तर D1 चार्टले सम्भावना मात्र देखाउँछ। D1 चार्टमा मात्र 5th एन्ड 7th हाउसको मात्र कनेक्सन भएर हुँदैन, त्यही कनेक्सन D9 मा पनि रिपिट हुनुपर्छ। यानी कि नवांश चार्ट भने जुन D9 चार्ट हो त्यो भाग्य अफ राशि चार्ट हो। तपाईले के फल प्राप्ति गर्नुहुन्छ त भनेर D9 चार्टले देखाउनुपर्छ। तसर्थ जुन कम्बिनेसन र जुन कनेक्सन तपाईले D1 चार्टमा देख्नु भएको थियो सो कनेक्सन D9 चार्टमा मात्र फेरि दोहोरिएमा मात्र सठिक भविष्यवाणी हुन जान्छ। जस्तै कि सप्तम भावको स्वामी 12औं भावमा गएर बसेको छ D1 चार्टमा भने पछाडि या त विवाह पश्चात त्यो मान्छेले लसेस झेल्छ, किनकि 12th हाउस भनेको एक्सपेन्डिचर लसेसको पनि घर हो, या त उसको बुढी फरेन ल्यान्ड भनेको बाहिरको हुन्छन्। अब यो कुरा कि बाहिरको हो कि लसेस हुने हो भनेर हेर्दाखेरि चाहिँ हामीले चाहिँ D9 चार्टमा गएर चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ। र D9 चार्टमा पनि त्यस्तै फरेनको कुरा सँग जोडिएको छ भने हामीले यकिनका साथ भन्न मिल्यो कि यो जातकको चाहिँ श्रीमती फरेन ल्यान्डबाट हुन्छ, विदेशी हुन्छ, वा आफ्नो संस्कृति ब्याकग्राउन्डभन्दा कल्चरली डिफ्रेन्ट हुन्छ भनेर, या यो व्यक्तिले चाहिँ विवाह पश्चात ठुलो लसेसको सामना गर्नुपर्छ आफ्नो वाइफको थ्रुबाट भनेर। त्यही भएर D9 इज इम्पोर्टेन्ट। अर्को कुरा, दोस्रो रुल भनेको स्पेशल पोजिसनमा भएको ग्रहहरूलाई हामीले राम्रोसँग विश्लेषण गर्नुपर्छ। स्पेशल पोजिसन अर्थात् कुनै पनि ग्रह उच्च, नीच या आफ्नो मूल त्रिकोणमा भएमा उनीहरू स्पेशल पोजिसनमा हुन्छ, इन्क्लुडिङ रेट्रोग्रेड अर्थात् वक्री भए पनि कुनै पनि ग्रहहरू। तसर्थ उच्च, नीच, मूल त्रिकोण र वक्री, किनकि वक्री ग्रहको इनर्जी भनेको 3 टाइम्स आफ्नो नर्मल स्टेट भन्दा हुने गर्दछ। ज्योतिष हिसाबमा वक्री भनेको चेष्टा बल पनि हो। अब मैले पहिलो र दोस्रो रुल मैले भनिसके। अब यही रुल हामी यो एउटा जातकको कुण्डली छ र यहाँ चाहिँ हामीले त्यही रुल्सहरू एप्लाई गर्दछौँ। थर्ड रुल भनेको तपाईले सम्झिनै पर्ने, जहिले पनि पहिला घर, राशि अनि बल्ल ग्रह। सुरुमै ग्रह हेर्ने होइन, पहिला घर, राशि अनि ग्रह। अब यो कुण्डलीलाई विश्लेषण गरौँ। के हो जातकको D1 चार्टमा लभ म्यारेजको योग छ त? अब हामीले खोज्नु पर्यो 5th एन्ड 7th को कनेक्सन है। 7th लर्ड गएर सोझै 5th हाउसमा गएर बसेको छ, डाइरेक्ट कनेक्सन इस्टाब्लिस भयो यहाँ। अब हेरौँ 7th लर्ड जुन शुक्र छ त्यो वक्री छ। अघि मैले भने अनुसार स्पेशल पोजिसनमा भएको प्लानेट्सहरूलाई, ग्रहहरूलाई अझ बढी ध्यान दिनुपर्छ विश्लेषण गर्दाखेरि,
यो बक्री ग्रहले चाहिँ तपाईँले डाइरेक्टली एउटा प्रिन्सिपल एप्लाई गर्नुपर्छ। जुन पनि ग्रहहरू बक्री छन् तिनीहरूले अब्सेसन क्रिएट गराउँछन्। जस्तै यहाँ चाहिँ शुक्र बक्री छ, शुक्रको कारक तो के हो त? शुक्र भनेको स्पाउस हो, रिलेसनसिप हो, कुटुम्ब हो, नातेदार हो। त्यही भएर यो शुक्रले चाहिँ यी सबै कुरा पनि कारकहरूमा चाहिँ अब्सेस गराइदिन्छ कि व्यक्तिलाई, नभई नहुने जस्तो हुन्छ नि, हठी त्यस्तो बनाइदिन्छ। र यहाँ चाहिँ तपाईले त्यो हेर्नुभन्दा अगाडि मैले फेरि भनेको थिएँ, यो पञ्चम घरमा बसेछ, यो रोमान्सको घर आफैमा भइहाल्यो। यसको राशि हेर्नुस्, सिंह राशि छ र बृहत पराशर होरा शास्त्रमा पनि शुक्र ग्रहलाई सिंह राशिमा राम्रो भनिएको छैन। किन भन्दाखेरि यो सूर्यको घर र सूर्यको राशि भएको कारण सूर्यको तापले गर्दाखेरि शुक्र आफू नष्ट हुन जान्छ। र शुक्र उच्च कहाँ हुन्छ भन्दाखेरि पानी ग्रहमा 4, 8, 12 घरमा जुन चिसो पानी समतल साम्य राशि हुन्छ त्यहाँ उच्च भएर बस्छ, होइन? अब सिंह राशि भनेको फायरी साइन हो, अग्नि तत्त्व भएको राशि। अग्नि तत्त्व राशिमा धेरै डिप डाइभ गर्नुभन्दा नि म के भन्छु भने अग्नि तत्त्व राशि जुन मेष, सिंह र धनु राशि छन्, यिनीहरू भनेको एक्सन ओरिएन्टेड राशि हुन्। एक्सन ओरिएन्टेड भनेको एक्सन लिन चाहन्छन् यिनीहरू। अब यहाँ शुक्रले एक्सन के को लिने भयो त? यो घरको कारक भनेको के हो? रिलेसनसिप, लभ, रोमान्स। शुक्र आफै यो रिलेसनसिपको कारकत्व भन्दा यसले यो शुक्रले चाहिँ के गर्ने भयो? अब रिलेसनसिपको लागि चाहिँ एक्सन इनिसिएट गर्नको लागि चाहिँ एक्सन इनिसिएसन गर्ने भयो र बक्री भएको भएर अब्सेस्ड हुने भयो कि रिलेसनसिपमा जानको लागि, नभई नहुने जस्तो भयो। अब फेरि अर्को ग्रह हेर्नुस्, अब त्यहाँ मङ्गल। र जब पनि मङ्गल र शुक्र सँगै हुन्छन्, यो राशिले, घरले, भावले त फरक पार्छ, तर यी दुवैजना जब सँगै हुन्छन् यिनीहरूले कि त, किनकि मार्स भनेको चाहिँ, मङ्गल भनेको चाहिँ फाइट पनि हो, क्रोध पनि हो, अनि शुक्र भनेको बुढा या बुढी दुवै लिन सकिन्छ। केटीकोमा भयो बुढा, केटाकोमा भयो बुढी, हैन? अपोजिट जेन्डर वर्क्स। कि बुढाबुढी बिचमा फाइट हुने भयो, कि रिलेसनसिप क्विकली हुने भयो कि एकैछिनमा रिलेसनसिप भन्दा त्यो मान्छेको अफेयर चाहिँ छिटो हुन्छ। जस्तै अब पञ्चम भाव भनेको स्कुल पनि हो नि। र यहाँ क्विकली रिलेसनसिप भन्न कारण के हुने भयो भन्दाखेरि यो उहाँको चाहिँ कसैमा आँखा पर 5-7 दिनमा अफेयर चलिहाल्ने भयो कि। मङ्गलले त्यति छिटो गरिदिन्छ। मैले 5-7 दिन किन भने भनेपछि तपाईँले यो राहुको 9औं दृष्टि हेर्नु त, यही पञ्चम भावमा परेको छ क्या, 9औं भाव। र राहु यस्तो ग्रह हो, राहु ग्रह यस्तो जुन राशिमा बसेको छ र जहाँ दृष्टि पराउँछ त्यसले त्यो राशिको चाहिँ सिग्निफिकेसन, कारकत्व एक्सप्यान्ड गराउँछ, बढाइदिन्छ। केतु भने ठ्याक्क उल्टो, घटाइदिने भनेको केतु त मुक्तिको कारक हो, त्यही भएर उसले के गरिदिन्छ, त्यो बन्धनबाट चाहिँ जहिले पनि छुटाउन चाहन्छ। यही हो राहु केतुको डिफरेन्स। राहुले जोड्न चाहन्छ, केतुले छुटाइदिन चाहन्छ। अब यो राहु, मङ्गल र बक्री शुक्रले गर्दाखेरि यो 5th र 7th को कनेक्सन अझ बलियो भयो र लभ म्यारेजको यहाँ
योग पनि बन्यो। मर्करी यो बुध ग्रह जुन छ, बुध ग्रहलाई चाहिँ तपाईँले के पनि लिनुपर्छ भने मल्टिप्लिसिटी। मैले आज नयाँ एउटा नियम सिकाएँ। जुनसुकै घरमा बुध ग्रह छ त्यसले त्यो घरको कारकत्वलाई मल्टिप्लाई गरेर दिन्छ। जस्तै चौथो घरमा भए मल्टिपल गाडी, मल्टिपल घर, मल्टिपल रियल इस्टेट। फिफ्थ हाउसमा भए मल्टिपल एजुकेसन डिग्रिज। सेभेन्थ हाउस मल्टिपल स्पाउस। फेरि मैले भने नि तपाईँले जुनसुकै कम्बिनेसन तपाईँले D1 मा हेर्नुभयो त्यो D9 मा पनि रिपिट हुनुपर्छ, अनि बल्ल कम्बिनेसन। किनकि D1 मा त हामीले सम्भावनाको मात्र कुरा गर्दैछौँ नि, त्यो पनि D7 मा ट्र्याक गर्नुहोस्। र कसरी ट्र्याक गरिन्छ म अहिले तपाईँहरूलाई सिकाउला नै। यहाँ कनेक्सन इस्टाब्लिस भयो फिफ्थ र सेभेन्थको। अनि अर्को कुरा के छ, लग्न लर्ड जुन छ, लग्नको स्वामी जुन मङ्गल छ त्यो पनि पञ्चम भावमै छ। त्यो भनेको के हो, जब लग्न आफै इन्भल्भ भएर हुन्छ त्यो घरमा भने लग्न भनेको त स्वयं आफै जातक हो भनेपछि त्यो जातकले चाहिँ इनिसिएट गर्ने भयो कि बाहिरको मान्छेले होइन। त्यो जातक आफै नै आफैले इनिसिएसन गर्ने भयो र अब्सेस्ड अबाउट गेटिङ इन्टु रिलेसनसिप, र यो एकदमै क्विकली हुन्छ, एकदमै छिटो हुन्छ। यो छ। अब हामीले यही कुरा, यो त हामीले फिफ्थ र सेभेन्थ हाउसको कनेक्सन खोजेको हो नि, फिफ्थ र सेभेन्थ हाउसको कनेक्सन खोजेको हो नि, यो 5 र अनि 7 को बिचमा कनेक्सन खोजेको हो नि। यहाँ त इस्टाब्लिस छ यो दुईटा घरमा, यो दुईटा घरमा कनेक्सन इस्टाब्लिस भयो। अब हामीले यही कुरा चाहिँ हामीले नवांशमा पनि गएर त्यो कनेक्सन इस्टाब्लिस गर्नु पर्यो। अब त्यहाँ हेर्नुहोस् त फिफ्थ र सेभेन्थको कनेक्सन छ कि छैन। फिफ्थ लर्ड जुन शनि हो त्यो फेरि बक्री छ D9 मा पनि, र सप्तम भावको स्वामीसँगै गएर आएर बसेको छ भनेपछि यहाँ पनि फिफ्थ र सेभेन्थको कनेक्सन इस्टाब्लिस भयो। अब हामीले यकिनका साथ भन्न सक्छौँ कि यो जातकको लभ म्यारेज नै हुन्छ, किनकि फिफ्थ र सेभेन्थको कनेक्सन इस्टाब्लिस भएको छ। अब यो नवांश हेर्ने अझै एउटा तरिका पनि छ, राशि तुल्य नवांश। राशि तुल्य नवांश भनेको के हो भने पछाडि जुन D1 चार्टमा लग्न उदय भएको छ, यहाँ जस्तै मेष राशि छ, यो D9 लाई पनि यही लग्न बनाउने, मेष राशिकै लग्न बनाउने। अनि फेरि हेरौँ न के हुन्छ त यहाँ। अब फेरि त्यही कनेक्सन खोज्नु, फिफ्थ र सेभेन्थको कनेक्सन छ त यहाँ, हेर्नु त। सेभेन्थ लर्ड जुन शुक्र हो फेरि बक्री भएर पञ्चम भावमै छ। यहाँ फेरि कनेक्सन इस्टाब्लिस भएको छ, कनेक्सन फेरि इस्टाब्लिस भएको छ। र अझ एउटा रमाइलो कुरा के छ भने पछाडि यहाँ जुन 5वटा ग्रहहरूको अघि कम्बिनेसन थियो नि, यो सूर्य अनि यो शुक्र, मङ्गल, बुध र राहु, यो 5वटा ग्रहको, यो 5वटा ग्रहको यहाँ पनि कम्बिनेसन रिपिट भएको छ। D9 मा हेर्नुहोस् त एकचोटि। शुक्रको स्वामी सूर्य यहाँ, र यो 8औं घरको स्वामी मार्स, मङ्गल, र मङ्गलको 6औं घरको स्वामी फेरि मर्करी। यही कनेक्सन, यही 5वटा ग्रहहरू फेरि मिलेको छ कि यसले अझ ठोस प्रमाण दिन्छ कि यो जातकको लभ म्यारेज नै हुन्छ। यसरी हामी चाहिँ चेकलिस्ट फलो गरेर कनेक्सन इस्टाब्लिस गरेर हामी कुण्डलीमा यसरी त्यो जातकको चाहिँ लभ म्यारेज फलित हुन्छ कि हुँदैन भनेर हेर्छौँ। अब ब्रेकअपको कसरी हेर्ने त नि, ब्रेकअपको कनेक्सन कसरी हेर्छौँ भनेपछि हामीले
फिफ्थ र एट्थको कनेक्सन हेर्छौँ, किनकि फिफ्थ भनेको लभ, एट भनेको वेस्ट। फिफ्थ एट्थमा जानु भनेको वा एट्थ लर्ड कतैबाट फिफ्थमा गएर इन्भल्भ हुनु भनेको त्यो ब्रेकअप पनि हो। फेरि अब यही चेकलिस्ट प्रयोग गरेर हेर्नुहोस्, फेरि यहाँ हेर्नुहोस् फिफ्थ र एट्थको कनेक्सन छ कि छैन, फिफ्थ र एट्थको कनेक्सन छ कि छैन। एट्थ लर्ड जुन मङ्गल हो एउटा यहाँ छ र अर्को लर्ड केतु यहाँ छ र तेस्रो घरको स्वामी मर्करी फेरि फिफ्थमै छ र यो मर्करीले यो केतुको इफेक्ट क्यारी गरेर आएको छ के फेरि फिफ्थ हाउसमा। भनेपछि उहाँको चाहिँ अनि यहाँ राहु भनेको त राहु भनेको अर्को के हो, चिटिङ छल कपट पनि हो, राहु पनि इन्भल्भ छ भने पछाडि के यो रिलेसनसिप चाहिँ सक्सेस होला त? यहाँ अलिकति हेर्दाखेरि चाहिँ त्यति साह्रो छैन जस्तो देखिन्छ। अब हामी D9मा गएर यही राशितुल्य नवांशबाट पनि हेरौँ न। फेरि हेर्नुहोस् त, सेभेन्थ लर्ड फिफ्थ हाउसमा, तर हामीले रोमान्सको हेरेछौँ भने नि सिधै यहाँ गएर हेरौँ, यसलाई नल्याउँ। फिफ्थ लर्ड सिधै एट्थ हाउसमा अनि एट्थ लर्ड सिक्स्थमा, एट्थ लर्ड चाहिँ सिक्स्थमा अनि यो जुन केतु छ फेरि केतुको इफेक्ट यो शुक्रले फेरि क्यारी गरेको छ क्या, केतुको इफेक्ट फेरि यो शुक्रले क्यारी गरेको छ। केतु भनेको त ब्रेक्स हो, यसले के को ब्रेक दिइरहेछ त, रिलेसनसिपमा फेरि ब्रेक दिइरहेछ क्या। तर यहाँबाट पनि सिधै कम्बिनेसन छ कि फिफ्थ लर्ड जुन यसको स्वामी छ, यसले जुन यो पञ्चम भावको स्वामी छ त्यसले अझै एउटा कुरा भन्छु, घरले त्यो इभेन्ट हुन्छ कि हुँदैन भनेर बताउँछ। जस्तै यो पञ्चम भावमा शुक्र छ भने पञ्चम घरले के भन्छ भने लभ हुन्छ कि हुँदैन, यो मान्छेले लभ गर्छ कि गर्दैन भनेर बताउँछ। यो पञ्चम भावको स्वामीले चाहिँ लभ गर्यो भने कतिन्जेलसम्म टिक्छ भनेर देखाउँछ। र कारका जुन यो पञ्चम भावको कारका हो, त्यो कारकले चाहिँ फेरि त्यो लभबाट चाहिँ कतिको सुख खुसी पाइन्छ कि पाइँदैन भनेर देखाउने हो। अब पहिले पञ्चमको स्वामी 8मा गएको छ, यहाँ पनि 8 र 5को कनेक्सन इस्टाब्लिस छ, यहाँ पनि 8 र 5को छ भनेपछि के यो लभ म्यारेज, लभ चाहिँ धेरै बेरसम्म यो यिनीहरूको अफेयर चाहिँ धेरै टिक्छ त? टिक्दैन नि, टिक्दैन। अब यसै गरी म तपाईँलाई भन्छु, सेभेन्थ र एट्थको कनेक्सन छ भने सेभेन्थ भनेको हाउस अफ म्यारिज, एट्थ भनेको फेरि वेस्ट, सक्यो, डेथ, म्यारिजको डेथ। यसै गरी म हजुरहरूलाई आग्रह गर्छु, सेभेन्थ र यो कुण्डलीमा सेभेन्थ र एट्थको कनेक्सन छ कि छैन कमेन्टमा बताउनुहोस् र भन्नुहोस् यो जातकको बिहे पछाडि डिभोर्स हुन्छ कि हुँदैन। आशा छ आजको सेसनमा तपाईँहरूले धेरै कुराहरू सिक्नुभयो। धन्यवाद।